हेलो गाइज, तपाईँहरूलाई पनि यस्तै नेपालमा पनि मलेसिया जस्तै जताततै फ्याक्ट्री कल कारखाना भइदियो जस्तो लाग्छ? कमेन्ट गर्नु होला। म भिडियो पोस्ट गर्दैछु हेर्नु। जताततै हुन्छ कम्पनी। यता भयो एउटा कम्पनी, यता भयो एउटा कम्पनी, यता भयो एउटा कम्पनी, योभन्दा पछाडि एउटा कम्पनी 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 हुन्छ हो साथीहरू। यस्तो भए पो देश विकास हुन्छ भन्ने पहिलेदेखि भ्रष्टाचारी नेताहरूले गर्दा हो नि। क्या है बंडू, आ जाओ, मैं खाना खाना जा रहा हूँ। अनि पो देश उँभो लाग्छ। जति विदेशी जस्तो अन्तर्राष्ट्रियहरूसँग राष्ट्रहरूसँग ऋण लिनुको कारण के? ऋण लिएर यस्तै कल कारखाना नेपालमै खुल्दैदेखि त भइहाल्थ्यो नि हो। त्यो कल कारखाना खुल्यो भनेदेखि त्यसको नाफा हुन्छ, फाइदा हुन्छ। त्यो फाइदाले फेरि पछि केही तिर्नु पनि मिल्छ त नि हो। त्यो पैसा छिटै फर्काउन मिल्छ। तर पहिलेको नेताहरूले के गर्थे? विदेशबाट सहयोग ऋण लिने अनि भ्रष्टाचार गर्ने, अनि त्यो पैसा त्यत्तिकै जिरो हिँड्न मिना भएन। मुख्यमा भन्ने हो भने हाम्रो देशको जो एमाले काङ्ग्रेस माओवादीको नेता छ नि, तिनीहरू नेता भनेको चाहिँ र हाम्रो जति पनि बुद्धि नभएको हो क्या, दिमाग नभएको। जस्तै विदेशीसँग सहयोग ऋण लिएपछि एउटा कल कारखाना खोलेर, जस्तै जे भयो नि कल कारखाना खोलोस्, सामानहरू बन्छ, बिक्री गर्ने, त्यहाँबाट उन्नति भएको पैसाले हामीले जस्तै हुन्छ विदेशको सहयोग ल्याएको र ऋण ल्याएको पैसा तिर्न मिल्छ। त्यति मात्रै दिमाग खेलाइदिए भए पनि हाम्रो देश नेपाल यतिखेर कहाँ पुगिसक्थ्यो होला सायद। तर त्यहाँ त्यस्तो छैन। त्यहाँ त सहयोग लिने, ऋण लिने, आफ्नो गोजी भर्ने, पेट भर्ने, झोले कार्यकर्ता पाल्ने, त्यस्तो भइरहेको छ क्या नेपालमा। ठिक छ, अहिलेको सरकारले अब ऋण लिने कुरा गरेको छ भन्छ, ठिकै छ। त्यो ऋण लिएको पैसा चाहिँ र कल कारखानामा लागोस्, हामी मान्छौँ। हामी जनताहरूलाई पनि थाहा छ ऋण लिएको फाइदा बेफाइदा के हुन्छ, कसो हुन्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ। र हामीलाई त थाहा थियो यस्तो गर्नुपर्छ भन्ने कुरा।